हैन कता गएछ यो मान्छे इटरी चोकमै आउँछु भन्थ्यो त कता हिँडेको म यहाँ छु यहाँ आऊ यहाँ ए हजुर नै हो सुनिल भन्ने हजुर त कति ह्यान्डसम हुनुहुँदो रहेछ इटरीको बासिन्दा पर यतिको हिसाब त हुनै पर्यो नि तिमीले तस्मा किन लगाएको उल्टो यसलाई सुटो लगाऊ त ला उल्टो पो भएछ हो नि नयाँ नयाँ किनेको थिएँ कि सर आउन भनेर थ्याङ्कु म चाहिँ कति छु तिमी त खोइ कस्तो कस्तो किन हेर्नु भएको त्यसरी म राम्रो छुइनँ र होइन होइन तिमी त कति राम्रो आहा झन् तिम्रो यो कपाल त वाउ लुगा चाहिँ तिमीले नयाँ किनेको हो मैले घरबाट खोर्सानी बेच्न लगेको थिएँ कि बजारमा अनि त्यतिखेरै किनेको 500 रुपियाँमा तर कस्तो महँगो भयो नि यो भन्दा राम्रो थिएन थिएन जाऊ न कतै बसेर कुरा गरौँ हातमा समाति हिँड्न मिल्दैन हिँड्नु न होइन हिँड्नु न कस्तो भोक लाग्यो मलाई त अनि खाजा खाइन रहेछ त कि खाएकै छैन कस्तो भोक लागिरहेको छ एक प्लेट चाउमिन खान्छु ल म त थुप्पा खाऊ थुप्पा नै चाउमिनै मिठो लाग्छ उड्दैन अब कस्तो राम्रो त्यसरी छुनु हुँदैन बजार हो मार्छौँ राम्रो रहेछ नि तब जाम भाइ अब यो त भटबटे होइन यसमा चढौँ यसले आज गाली खुवाउँछ होला मार्छन् भटबटे होइन अहिले मार्छन् यो बाइक हाम्रो थोरै हो त बाइक मेरो पर छ होइन तपाईको पनि भटबटे छ किन लु राम 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 कत्रो घर रहेछ यहाँ त इतरी शहरमा घर ठुलो हुँदैन त कस्तो बेद लाज मात्र भइसक्यो अहिले थोरै तिम्रो माथि कति मान्छे बस्छ नि घरमा 40 जना भयो 40 जना मात्रै बस्छ नि यत्रो घरमा सबै एक एकवटा त्यो तलामा बस्छन् लाज मर्दो भइसक्यो के गरेको हेरौँ मान्छे अब पुलिस पनि गो पुलिस पनि रहेछ नि त यहाँ त के भयो अहिले तिम्रो नाक काट्छ ला हेलो लु आऊ ए आयो खाजा घर यहाँ बस्छ म त एक प्लेट चाउमिन खान्छु मलाई त कस्तो भोक लागेको छ हो ए भाइ भाइ यता आउनु त भाइलाई बोलाएको बहिनी आउनुभयो त भाइ नै हो चाउमिन खाने नि तिमी के खान्छौ अरे मलाई एक प्लेट चाउमिन अरे भरि है भरि चाउमिन कन्डिसन पानी पनि दिनु ल मिठो बारेर जाऊ न चाउमिन यो त के हो यो त थाहा छैन मलाई कसरी खाएको हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानन्द चम्चीले खाने हो यसले कस्तो मिठो भइरहेको छ तिमीले जानेको यति नै हो कसरी खान्न म तिमी खाऊ के गरेको यो पगायो तिमी लु 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 होइन अब भयो जाऊ तिमीलाई कस्तो लाग्यो यहाँको कस्तो मिठो थियो तर अझै एक प्लेट गामतिर चाउमिन पाउँछ माथि बजारमा पाइन्थ्यो एकछिन ल मेरो फोन आयो ल ल बोला कसले फोन गर्नुभयो पनि के ल्याएको छु ए बुवाले फोन गर्नुभएको रहेछ हेलो बुवा मेरो मोबाइल बनाइन्छ फोनमा मलाई बुवाले बाग्रा बेचेर बनाइदिन्छु फोनमा कहाँ लगेर बनाउनु बनाइन्छ फोन यहाँ बस यहाँ आऊ यहाँ मोबाइल बनाउने पैसा पनि छैन मसँग यतिवटा मोबाइल त पनि फोटो पैसा छैन मसँग अब के गर्नु होला म तिमी टेन्सन नल्याऊ कि त्यहाँ मैले चिनेको पसल छ एकदमै सस्तोमा राम्रो फोन उसले बनाइन्छ ल आऊ ल मेरो मोबाइल बिगारिदिन्छ होला झन् बिग्रिँदैन होइन अनि तिमीले फोन चाहिँ कहिले किनेको यो अस्ति भर्खर किनेको कतिवटा बाख्रा बेचेर किनेको फोन हो यो 10 वर्षमा नि भएको छैन यो फोन किने बाख्रा चाहिँ कतिवटा बेचेर किनेको एउटा बसी बेचेर किनिदिनु भएको मेरो भएको थियो नि त लु त आउला पसल ए लु लु आऊ यो पसल चाहिँ मेरो साथीको यहाँ हेर टिके र टेके हो के टिके टेके यो जोनी जोनी होइन जोन टेक जोन मोबाइल बनाइदिनुहुन्छ मजा लु आऊ ल यहाँ आऊ ल नमस्कार साउनी
हाम्रो सुषमाजीको फोन भर्खरै फुट्यो कि यसलाई चाहिँ बनाइदिनु न हेर्नु न यस्तो भएछ यो फोन सबै फुटेछ यो त यार जमानाको फोन रहेछ यार यो बनाउनु भन्दा त बरु हाम्रो पसलमा 0% इन्ट्रेस्ट रेटमा 40% डाउन पेमेन्टमा दामी दामी फोनहरू पाउँछ बरु त्यो लिनु नि त उहाँको अब अनि के हो यो किस्ता भनेको म त नाइ हुँदैन मेरो त्यही फोन बनाइदिनु मेरो रुनु चाहिँ कति रोको मेरो बुवा यसलाई सम्झान यार म त वाक्क भइसक्यो अघिदेखि यार आउँछ जस्तो हेर्नु बहिनी किन आत्तिनु भएको किस्ता बन्दीमा तपाईँको केही हुँदैन तपाईँको महिनामा तपाईँले थोरै पैसा दिएर राम्रो फोन पाइहाल्नुहुन्छ त्यो पनि 0% इन्ट्रेस्ट रेट ब्याज दर भनेको तपाईँलाई केही पनि लाग्दैन तपाईँको यो फोनलाई म 1000 रुपियाँ हालिदिन्छु तपाईँले किस्ताबन्दीमा फोन लाँदा भइहाल्छ खै तपाईँको नागरिकता ल्याउनु त नागरिकता यही राख्नु हुने नागरिकता म त कहाँ अर्काको डकुमेन्ट होइन नागरिकता यहाँ फर्म भर्नलाई मात्र चाहिने हो त्यसपछि त तपाईँले नै फोनसँगै लाँदा मिलिहाल्छ नि सक्छ नै पैसा ल्याएको चाहिँ पैसा कहाँ हुन्छ हौ मसँग पैसा पुरा बेचेको पैसाले आएको यहाँसम्म तपाईँ यत्रो पाहाडदेखि आएमा एउटा फोन किनिदिन सक्नुहुन्न मलाई किनिदिनु एउटा फोन मेरो ज्यान खान नागरिकता पनि कहाँ छ मेरो अघि नि चाउमिन खाएको हातले मेरो नागरिकता कहाँ पुग्यो हात धोयो तिमीले अघि धोको मैले ल ल त्यो लिन त यो उसको भयो मलाई त्यो दिइहाल्नु ल मलाई चाहिहाल्छ है फेरि यो मेरो नराख्नु भयो फेरि म त पुलिसलाई लिएर आउँछु नि फेरि कहाँ केही भएको रहेछ भने त म त फेरि यसको आउने रहेछ 1000 रुपियाँ होइन त लु भन्छ हामीलाई टाइम कति लाग्छ हामीले फोन कतिखेर पाउँछ उहाँले चाहिँ 20 देखि 30 मिनेट लाग्छ डन हुन्छ नि लाग्दैन नि हामी यहाँ बसेर फोन टुङ्नुपर्छ यहाँ बस्न आऊ यहाँ बस्छ यहाँ Few minutes later. ल बहिनी तपाईँको फोन एप्रुभ भयो के भयो फोन एप्रुभ हो भने क्या अब हामीले फोन लग्न मिल्छ लु त्यहाँ जाम गरेर साइन गर्न बरु साइन गर्न आऊ तपाईँ नि यहाँ सिग्नेचर गर्नु त साइन गर्न आउँछ नि होइन हो 7 कक्षासम्म पढि पो रहेछु त हो मैले 7 लु ल्याप्चे पनि हान्नु दुईटै अम्लाको निलो रङ लाग्छ नि फेरि यहाँ चोरी होला नि मेरो ल्याप्चे फेरि हुँदैन के बोलेको मैले त गर्नुपर्छ नि पर्दैन पर्छ लिन त यार के साह्रो किन पढ्नुपर्छ मैले पर्छ त यार नगर्दा के हुन्छ गर्न गर ल हाम्रो उरले फोन देऊ अब अनि यो त यो टाल्ने यो यहाँ गर्ने भने त यो कपाल गर्ने हो मेरो कपालमा रोग लाग्छ होला मेरो कपाल छैन लिनु त बिस्तारै के गरेको भगवान के गरेको यो एमडी सम्झना रेडमी यो चाहिँ यसलाई 60,000 रुपियाँ पर्छ सुरुमा कति अरे तर सुरुमा चाहिँ दिनु पर्यो 24,000 रुपियाँ तपाईले दिनुहुन्छ नि म दिन्छु र महिनाको किस्ता तिमीले दिनुपर्छ ल त्यो पनि मै दिनु काम गर्ने पैसा ल्याएर एक महिनामा आफूले फोनबाट आफूले पे गर्दा पनि मिल्छ यहाँ दिँदा नि मिल्छ पिटेरीको बासिन्दा पो त म सुने तिम्रो लागि ए झन्डै बिर्सके देनौ दे नागरिक दुईटै छ ल यो केटी छैन है मेरो नागरिकता पो राख्नु खोज्दिरहेछ जेल नगर न मेरो साथी पो हो त यस्तो गर्दिन यसले म त पुलिस ल्याउँछु नि म त